माङसेबुङ गाउँपालिका स्थित यहाँको प्रसिद्ध धाम गजुरमुखी धाममा छु म यतिखेर र यहाँ चाहिँ गुफा छ है। गजुरमुखी धाममा यो चाहिँ बाजबिर योङहाङ लिम्बूको शालिग रहेको छ। यो चाहिँ गजुरमुखी धाम यो उहाँले चाहिँ पत्ता लगाउनु भएको र यसरी उहाँको स्ट्याचु पनि यहाँ राखिएको छ। यहाँ तीर्थालुहरू खास गरी यसरी आउनुहुने गर्नुहुन्छ, पूजा गर्ने गर्नुहुन्छ। यहाँभित्र एउटा विशेष ओढार छ एक प्रकारको भित्रसम्म र यहाँ चाहिँ शनिबार र मङ्गलबार अलिक विशेष भिडभाड हुन्छ। कार्तिक शुक्ल पूर्णिमाको दिन चाहिँ विशेष मेला पनि लाग्ने गर्छ यो ठाउँमा। यो गजुरमुखी धाम यो गुफा छ यस्तो यहाँ भित्रबाट गुफाबाट यसरी भित्र जानुपर्छ।